बालिन शाह पछिल्लो समय नेपालको राजनीतिमा सायद सबैभन्दा बढी चर्चामा रहेको नाम। यो कथा हो एउटा यस्तो व्यक्तिको जसले र्यापको दुनियाँबाट सुरु गरेर इन्जिनियरिङको ज्ञानलाई साथमा लिँदै आज देशको सबैभन्दा ठूलो पद प्रधानमन्त्रीको दौडसम्म आइपुगेका छन्। उनी एउटा यस्तो बाहिरी व्यक्ति हुन् जसले स्थापित शक्तिलाई नै हल्लाइदिएका छन्। तर यो सब भयो कसरी? आज हामी यही कुराको चिरफार गर्दैछौं। हाम्रो मुख्य प्रश्न यही हो, कसरी एक कलाकार र इन्जिनियरले राजनीतिको पुरानो खेललाई चुनौती दिँदै देशको नेतृत्व गर्ने ठाउँसम्म आफूलाई पुर्याए? उनको यो यात्राले नेपालको युवा र राजनीतिक भविष्यबारे आखिर के भन्छ त? ल, यो कथाको सबैभन्दा पछिल्लो अध्यायबाटै सुरु गरौँ न त। त्यो हो आउँदै गरेको आम चुनाव, जुन फाल्गुन 21, 2082 मा हुँदैछ। यो चुनाव नेपालको राजनीतिको लागि एउटा निकै महत्त्वपूर्ण मोड बन्नेवाला छ। यही चुनावमा बालेन शाहले एउटा यस्तो कदम चालेका छन् जसले सबैलाई चकित पारेको छ। उनले आफ्नो बलियो मानिएको काठमाडौँ क्षेत्र छाडेर सिधै झापा 5बाट उम्मेदवारी दिने घोषणा गरेका छन्, जुन पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको गढ हो। यो भिडन्त केवल दुई उम्मेदवार बीचको होइन, यो त नयाँ र पुरानो पुस्ता, परम्परागत र वैकल्पिक राजनीति बीचको एउटा प्रतीकात्मक लडाईँ हो। यो कदमबारे बालेन शाह आफै के भन्छन् भने उनी सजिलो बाटो रोज्न चाहँदैनन्। उनका आफ्नै शब्दहरूले उनको रणनीति स्पष्ट पार्छ। उनी स्थापित नेताहरूलाई उनीहरूकै राजनीतिक किल्लामा गएर सीधा चुनौती दिन चाहन्छन्। यसले के देखाउँछ भने उनी देशमा परिवर्तन ल्याउन कुनै पनि कठिन बाटो हिँड्न तयार छन्। तर प्रश्न उठ्छ, बालेन शाह यो चुनावी लडाईँसम्म आइपुगे कसरी? यो वर्तमानलाई बुझ्नको लागि हामीले समयमा अलिकति पछाडि फर्कनुपर्छ, सन् 2025 को सेप्टेम्बरमा। त्यति बेला एउटा यस्तो घटना भयो जसले नेपालको राजनीतिक परिदृश्यलाई नै हल्लाइदियो। कल्पना गर्नुस् त, देशभरका युवाहरू, खास गरी जेनजी पुस्ता, सडकमा उत्रिए। उनीहरूको आक्रोशको लहर यति शक्तिशाली थियो कि त्यसले तत्कालीन संसद नै विघटन गरायो र देशमा मध्यावधि चुनावको घोषणा गर्न सरकारलाई बाध्य बनायो। त्यसो भए यी युवाहरूको आक्रोशको जड के थियो त? एउटै शब्दमा भन्नुपर्दा पोलिटिकल लर्फीहरू। यो शब्दले ती पुराना, असक्षम मानिएका नेताहरूलाई बुझाउँछ जो दशकौंसम्म सत्तामा बसेर पनि देश र जनताको लागि खासै केही गर्न सकेनन् भन्ने युवाहरूको बुझाइ छ। युवाहरू भ्रष्टाचारले, राजनीतिक गतिरोधले र उही पुराना अनुहारहरू देउवा, प्रचण्ड र ओली बीच पालेपालो चलिरहने सत्ताको खेलबाट दिक्क भइसकेका थिए। उनीहरू एउटा नयाँ र सफा नेतृत्वको माग गरिरहेका थिए। हो, यही निराशा र आक्रोशको बीचमा बालेन शाह एक आशाको किरण बनेर उदाए। तर उनी राजनीतिमा आउनु अघि को थिए त? उनको अद्वितीय पहिचान दुई फरक क्षेत्रमा बनेको थियो, जसले उनको राजनीतिक यात्रालाई एउटा छुट्टै आकार दियो। यहाँ हेर्नुस् त, उनको यात्रा एकैसाथ दुई फरक बाटोमा हिँडिरहेको थियो। एकातिर उनी एक र्यापर थिए जसले शब्दहरूबाट समाजको संरचनालाई प्रश्न गरिरहेका थिए। अर्कोतिर उनी एक स्ट्रक्चरल इन्जिनियर थिए जसलाई देशको भौतिक संरचनाको समस्याबारे गहिरो ज्ञान थियो। इन्जिनियरिङले उनलाई समस्या बुझ्न मद्दत गर्यो भने र्यापले ती समस्यालाई जनतासामु राख्ने शक्तिशाली आवाज दियो। उनको र्याप करियरले उनलाई युवाहरूसँग सोझे जोड्ने काम गर्यो। बलिदान जस्ता गीतहरू त वेरु मनोरञ्जन थिएनन्, ती त भ्रष्टाचार र सामाजिक अन्यायमाथिको कडा प्रहार थिए। यसले उनलाई राजनीतिक करियर सुरु गर्नुभन्दा पहिल्यै नै एक विश्वसनीय आवाजको रूपमा स्थापित गरिसकेको थियो। अब कुरा गरौँ उनको पहिलो र सबैभन्दा महत्त्वपूर्ण राजनीतिक सफलताको, जसले उनको नेतृत्व क्षमतालाई प्रमाणित गर्यो र राष्ट्रिय राजनीतिको ढोका खोलिदियो। यो सङ्ख्या हो 61,767। यो कुनै सामान्य अङ्क होइन। यो त सन् 2022 को स्थानीय चुनावमा बालेन शाहले काठमाडौँको मेयर पदमा, त्यो पनि स्वतन्त्र उम्मेद्वारको रूपमा पाएको भोट सङ्ख्या हो। यो सङ्ख्याले स्थापित दलहरूप्रतिको जनअविश्वास र परिवर्तनको चाहनालाई छर्लङ्गै देखायो। यो चार्टले उनको जित कति ठूलो थियो भन्ने अझ प्रष्ट पार्छ। कुनै पार्टीको सङ्गठन बिना एक्लै उनले नेपालका दुई ठूला राजनीतिक दलका उम्मेद्वारहरूलाई भारी मतले पराजित गरे। यो जितले के देखायो भने जनता अब पार्टीभन्दा व्यक्ति र उसको एजेन्डालाई महत्त्व दिन थालेका छन्। अनि मेयरको रूपमा उनले केही महत्त्वपूर्ण कामहरू गरेर देखाए।
पारदर्शिताको लागि बैठकहरू लाइभ स्ट्रिम गर्ने, नियम मिचेर बनेका अवैध संरचनाहरू भत्काउने र वर्षौंदेखिको फोहोर व्यवस्थापनको समस्यामा हात हाल्ने। यी कामहरूले उनलाई एक काम गर्ने नेताको छवि दियो। ल अब फेरि वर्तमानमा फर्कौं। काठमाडौँको मेयरको सफलतापछि देशको सर्वोच्च पदको दौडमा सामेल हुन उनले के कस्ता रणनीतिक कदमहरू चाले त? मेयरको रूपमा जति नै सफल भए पनि राष्ट्रिय राजनीतिमा जान उनलाई एउटा बलियो प्लेटफर्म आवश्यक थियो। त्यसैले डिसेम्बर 2025मा उनले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीमा सामेल हुने निर्णय गरे। यो कदमले उनलाई प्रधानमन्त्रीको उम्मेद्वार बन्न राष्ट्रिय स्तरको आधार दियो। उनीहरूबीचको सम्झौता एउटा शक्ति साझेदारीको मोडल जस्तै थियो। यसअनुसार रवि लामिछाने पार्टी अध्यक्ष नै रहनेछन् भने बालिन शाह चुनावपछि संसदीय दलको नेता र प्रधानमन्त्रीको उम्मेद्वार हुनेछन्। यसले दुवै पक्षको शक्ति र लोकप्रियतालाई एक ठाउँमा ल्याउने काम गर्यो। तर यो गठबन्धनलाई उनका मुख्य समर्थक यानि युवाहरूले कसरी लिए त? धेरैले यसलाई एउटा वैकल्पिक शक्ति बन्ने सम्भावनाको रूपमा हेरे र निकै आशावादी देखिए। तर केहीले भने यसलाई पनि पुरानै नेताहरूले गर्ने शक्ति साझेदारीको खेलको निरन्तरता हो कि भनेर शङ्का पनि व्यक्त गरे। र अन्तमा यसले हामीलाई एउटा महत्त्वपूर्ण प्रश्नमा ल्याइ पुर्याउँछ। जसरी एक इन्जिनियरले भत्किएको वा कमजोर संरचनालाई मर्मत गर्छ, के बालिन शाहले दशकौंदेखि कमजोर बनेको नेपालको यो राजनीतिक संरचनालाई साँच्चै मर्मत गर्न सक्लान् त? यसको जवाफ भविष्यले नै दिनेछ।